नमस्कार सम्पूर्णमा। अहिले बेङ्गलोरमा यो लिज आउटको काण्ड बहुत चलिरहेको छ। लिज फ्रडको काण्ड, त्यो कमर्सियल कम्प्लेक्समा होस् या रेसिडेन्टल कम्प्लेक्समा होस्, तपाईँले लिज आउटको फ्रड काण्ड बहुत चलिरहेको छ अहिले। ठुल्ठुलो एपार्टमेन्टहरू जसले रेसिडेन्टल एपार्टमेन्टहरूमा लिजको लागि उहाँहरूले इन्भेस्टमेन्ट गरेको थियो कति पैसाहरू, त्यसमा पनि फ्रड केस भएर अहिले मान्छेलाई डिसिपीसम्म गइरहेको छ। अर्को सानसानो रेसिडेन्सियल एरियाहरूमा पनि तपाईँले मान्छेले उनीहरूलाई ब्रोकरहरूले रेन्टमा लिएर अहिले 3 महिनाको मात्रै डिपोजिट दिनुपर्ने हुन्छ। 3 महिनाको डिपोजिट दिएर 20-25, 15-20 हजारको घरहरू, रेसिडेन्टल एरिया बिल्डिङहरू रेन्टमा लिएर अरूलाई लिज आउट गर्दैछ उहाँहरूले। 10 लाख, 20 लाख, 30 लाखमा लिज आउट गर्दैछ उहाँहरूले। त्यसमा पनि पुरा फ्रड भइरहेको छ। सो त्यसै कारणले गर्दा कमर्सियलमा होस् या रेसिडेन्टल एरियामा होस्, तपाईँले कुनै पनि इन्भेस्टमेन्ट गर्दाखेरि, लिज आउट गर्दाखेरि बेङ्गलोरमा विशेष गरेर होसियारले गर्नु होला। तपाईँले आफ्नो डाइरेक्ट ल्यान्ड ओनरलाई भेटेर डकुमेन्टेसन राम्रोसँगले लिगल एडभाइजरहरूको परामर्श लिएर प्रपर डकुमेन्ट्स बनाएर मात्रै तपाईँले लिज आउट गर्नु होला। यदि तपाईँले लिजको लागि कुनै पनि कमर्सियल कम्प्लेक्स र रेसिडेन्टल कम्प्लेक्सहरू तपाईँले हेर्दै हुनुहुन्छ भनेदेखिलाई होसियार गर्नु होला। अहिले बेङ्गलोरमा तपाईँले ब्रोकरहरू छापछाप्ती छ, उनीहरूले कम दाममा रेन्टमा घर लिएर मोटो रकम 20 लाख, 10, 15 लाख, 20 लाखहरू लिएर रफू चक्कर हुँदैछ। अहिले पैसाहरू उठाएर रफू चक्कर हुँदैछ। त्यस कारणले गर्दाखेरि होसियार बस्नु होला। यदि तपाईँले रेसिडेन्टल एरियामा रेसिडेन्टलको लागि तपाईँले घरको लागि यदि तपाईँले काइन्ड र इन्भेस्टमेन्ट गर्न सोच्दै हुनुहुन्छ भनेदेखिलाई बकाइदा तपाईँले डाइरेक्टली ओनरसँग, ल्यान्डलर्डसँग भेटेर लिगल एडभाइजरसँग परामर्श लिएर डकुमेन्ट्स प्रपर बनाएर लिगल डकुमेन्टेसनहरू बनाएर 2 साल 3 सालको जति पनि तपाईँले लिज आउट गर्नुहुन्छ त्यसमा बकाइदा तपाईँले डकुमेन्ट्सहरू कलेक्सन गरेर तपाईँले लिज आउट गर्नु होला। नत्र भएदेखि लिएर अहिले थ्रु ब्रोकरबाट जानुभयो भनेदेखिलाई थुप्रै काण्ड भइरहेको छ। हिजो अस्ति मात्रै यहाँनिर मान्छेहरू गएर डिसिपी अफिसमा, कमिसनर अफिसमा गुहार लगाइरहेको छ। उहाँले हाम्रो पैसा डुबेको छ, हामीलाई केही सबत पुर्याउनुहोस्, सहायता पुर्याउनुहोस् भनेर उहाँले गुहार लगाइरहेको छ। त्यस कारणले तपाईँहरू पनि होसियार गर्नु होला। पैसा इन्भेस्टमेन्ट गर्नुभन्दा अगाडि होसियार बसेर सबै कुरो जाँचेर, सबै कुरो निहालेर हेरेर लिगल एडभाइसहरू लिएर मात्रै तपाईँले इन्भेस्टमेन्ट गर्नु होला। यदि तपाईँलाई त्यस्तो केही खाँचो पर्यो भनेदेखिलाई हामी सधैँ तत्पर छौँ। तपाईँले आएर हामीसँग पनि कतिवटा लिगल कुरोहरू तपाईँले परामर्श लिन सक्नुहुन्छ। अर्को कुरो, यो भिडियोलाई तपाईँले सेयर गर्नु होला ताकि जसले बेङ्गलोरमा स्पेसली बसिरहेको छ, कर्नाटकमा बसिरहेको छ, उहाँहरू यो केही सोच्दै हुनुहुन्छ लिजको लागि भनेदेखि लिएर होसियारसँगले तपाईँहरूले उहाँहरूले लिज आउट गरोस् भनेर यो भिडियो त्यहाँसम्म पुगोस् उनीहरूसम्म, अनि उनीहरूलाई पनि यसको फाइदा होस् भन्ने यो एउटा जनचेतनाको लागि तपाईँहरूले सेयर गरिदिनु होला। थ्याङ्क यू सो मच।